ए भूमिके भूमिके हैन के भो किन कराको पट्टु नै भित्ने गरी यो पिडी आँगन सफा पार्नु पर्यो भनेर बोलाएको के ए भगवान हैन यो भन्दा सफा चाहिँ कसरी हुन्छ अब यो भन्दा सफा चाहिने हो भने बालनको डोजर ल्याएर सफा गर्नुपर्छ अचम्म छ म एउटा कुरा गर्छु यो अर्कै कुरा गर्छ अब कुरै गर्नको लागि एउटा मात्र किन हैन तिम्रो घर जति सफा गरे पनि फोहोर भइहाल्छ माटोको झुप्रो छ अचम्म के भन्छन् अब तिमीलाई त्यही सफा घर चाहिनको लागि त सहर बजारमा जस्तो मार्बल बिछाउनु पर्थ्यो नामका मात्रै ठेकदार काम भने दिगदार रिस उठ्ने लु भो बर्खाको चिप्लो बाटो जस्तो चिप्लिने कुरा नगर भदौ असोजको जस्तो रमाइलो फुलबुटे कुरा गर रमाइलो फुलबुटे कुरा गर्नको लागि त ठेक्कापट्टाबाट ड्याङ ड्याङ पैसा छापेर खल्ती पनि भर्नु पर्यो नि डराउँछन् उल्टै अझ बिहानदेखि घर सफा गर भनेर किन चिच्याको कटु छेर्ने गरी तेरो टाउको मेरो बहिनी वहाँ सहरबाट आउँदैछ के को बहिनी जेली हो जेली ए उसका बहिनी आफन्त आउँदाखेरि चाहिँ घर सफा सिनिक्क पारेर राख्नुपर्ने भएन मिठो मिठो पकाएर पनि राख्नुपर्ने मेरा माइती आउँदा भने चाहिँ नकै ठ्यास्स पारेर बस्ने अचम्म त्यसो नभन के भूमिके मेरो बहिनी 2-4 हप्ता यहाँ भ्याकेसन छल्नलाई आउँदैछ फेरि उतै होस्टेलमा गइहाल्छ नि किचित नगर के बिचारी अलि त्यस्तै छ ल भो मैले त केही बोल्नै हुन्न बोले कि पोलिहाल्छ हैन हे बुढा तिमी र म चाहिँ यही गाउँको झुप्रो घरमा बस्दा हुने तिमीले बहिनी चाहिँ किन सहरमा बस्नु पर्ने हो र अहिले चाहिँ बहिनी एउटी हो भनेर फुरुक फुर्काएर टाउकोमा चढाउ भोलिको दिनमा नाकमा बसेर मुखमा हग्दिन्छ अनि बल्ल थाहा पाउँछौ अचम्म छ चुप लाग फतौरी धेरै फतफत नगर जे भए पनि मेरो बहिनी हो म सहरमा पठाउँ कि गाउँमा राखौँ कि यो मेरो कुरा हो बिचारी त्यो 6 महिना हुँदा नै बाआमा बित्नु भयो त्यसलाई मैले बाआमाको माया दिएर हुर्काएको हेर भूमिके मेरो बहिनी जेली यहाँ बसुन्जेल छिसिक्क मन दुखैस भनी फेरि मैले बुझिस् नि बुझे त्यत्तिकै के भन्छन् भनेको अचम्म छ मलाई त जेली नानीको बारेमा सबै थाहा छ नि बुढा होइन सुहानी नै बिर्साउने यति राम्री केटी कहाँबाट आइयो कति राम्री ताचुन्देला रमाइलो गर्ने हो ताचुन्देला रमाइलो गर्ने हो यो जिन्दगी एक दिन जाने हो पानी छायामा घुम्दै आएको साइली म त तिम्रै मायामा घुम्दै आएको साइली म त तिम्रै हल्ला भनेको बालुवा परेछ फुल सम्झेर चुमेको सिस्नु परेछ ए कोदाजोल नरिसा न यो बाटो हुँदै एउटा राम्री केटी आकी थिए कहाँ गई को आउँछ को जान्छ त्यो हेर बस्ने म तेरो गोठालो हो गोठालो चाहिँ होइन त मेरो नोकर चाहिँ होस् के रे म तेरो नोकर रे ल ठिक छ नोकर भएपछि त तलब चाहियो नि त तलब पाउन त मैले भने मान्नु नि पर्यो नि त अघि यहाँ राम्री केटी आइरहेको थिएँ कहाँ गएँ भनेर सोद्धाखेरि यहाँ गएँ भनेर बताउनु पर्दैन ए राम्री जति कहाँ गए कता गए भन्न तँलाई बताउनु पर्ने मैले अझ यस्तो लोखर्केको जस्तो अनुहार परेकोलाई मैले बताउनु पर्ने अनि मेरो नोकर भनेर तैँले भने होइन खोइ तलब पनि चाहियो भन्थिस् त अनि बताउनु परेन त्यो त तैँले के भन्छ भनेर मैले यसो मन पो चोरेको तँ जस्ता त्यो भात माराको म काहीँ नोकर बन्छु न तेरो इलम छ न तेरो काम छ अनि तँ छ नि तँ खुब उद्यमी इलम भएको मान्छे बिहान खायो भनेदेखि बेलुका के खाने भनेर दुनियाँ गाउँलेको भान्सा चार्दै सुँग्दै हिँड्नुपर्छ खाना पाए त ठिकै छ नखाएदेखि त्यही सुँगेर अगाडि हिँड्छस् फुर्ती लाउँदो रहेछ
ए खोदे नरिसाइकन त्यति भन्दैन ओ यहाँ राम्री केटी आथी कहाँ गई त्यति भन्दैन ए त्यो केटी कहाँ है ताउ बेला त यहाँ गए बाबा तातो न भुत्लो तातो पुत्लो कस्तो कोदा झोल रहेछ उल्टो मलाई लोपो खाएर पो मर्यो त अनि त्यति राम्री सुहानी बिर्साउने केटी जान चाहिँ कहाँ गई छे म यहाँ आउँदैछु दाइ बाटो नदेखेर केही समस्या त छैन नि तिमीलाई कि म लिन आऊ त्यस्तो केही समस्या छैन दाइ ल अलि मिलाएर आऊ है पहिलाको भन्दा गाउँ धेरै परिवर्तन भइसक्यो त्यो त म देखिरहेको छु अरू नबने पनि बाटो चाहिँ नि राम्रै बनेछ कि म आऊ त लिनलाई नो आउनु पर्दैन सो स्वीट अफ यु म आइहालेँ के हो गाउँमा त पुरै नयाँ अनुहार पो देख्यो त भाइ देवे परिचय गर्न सकिन्छ माई नेम इज म यहाँ परिचय दिन आएको होइन आइ एम नॉट हियर टु इंट्रोड्यूस यू ओके यु नो आई एम फ्रम युके म त मेरो ब्रदर आई मिन मेरो दाइलाई भेट्न आइरहेको छु बोली त एकदम कडा रहेछ मान्छे चाहिँ किन यति साह्रो स्लिम के हो कुरो बुझ्न मिल्ला लाइलेट पारामा सरी म स्लिम हो वा मोटो अग्लो हो या छोटो तिमीलाई के मतलब बगैँचामा यति राम्रो फुल फुलेपछि त माउरी त आइहाल्छ नि अब तिमी फुल म माउरी अनि यो गाउँ चाहिँ बगैँचा ओ म्यान यसरी केटी पटाउने तरिका इज 100% राइट बट केटी पटाएर म्यारिजसम्म पुग्नु चाहिँ इम्पोसिबल मलाई म्यारिजसम्म पुग्नु नि छैन बगैँचामा पुगेर फुलको सुगन्धमा हराउने मात्रै हो यस्तै हेबिटले गर्दा हामीहरू जस्तो केटीले तिमीहरू जस्तो केटालाई जेलमा हाल्नु पर्ने हामी केटीहरूलाई किन कमजोर ठान्छौँ केटीहरू के खेलाउन हो खेलुन जेल खेलाउने त्यसपछि डस्टबिनमा लिएर फ्याँक्दिने ए तेरिका भयो नि त कुल डाउन क्या कुल डाउन मैले त अरू केटाहरूले त्यस्तो गर्न सक्छन् त्यस्ता हुन सक्छन् पो भनेर भन्न खोजे त तर म त त्यस्तो छैन भाइ द वे तिमी राम्री चाहिँ असाध्यै राम्री छौ के ओ मिस्टर आजसम्म यो शब्द कतिलाई भनियो मान्छे चाहिँ चलाक रहेछौ सर्कास्टिक वेमा केटी पटाउने तरिका ठिक छ एनीवे मलाई तिमीलाई भेटेर खुसी लाग्यो मलाई त झन् अति नै खुसी लाग्यो तर जाने बेला नाम के हो यसो भनेर जाऊ न यु नो व्हाट यु स्टुपिड फेलो माई नेम इज जेली एन्ड माई ब्रदर नेम इज दीपक फेरि अहिले एक्सक्युज मी भनेर नम्बर माग्न पनि भ्याउँछस् इडियट जेली आई नो इङ्ग्लिस यो गाउँको लाउरेको छोरो लाइलोटे अस्ति भर्खर युके घुमेर आएको त्यो सुषमा फर्सी भन्दा त यो सर्लक्क परे काँक्रै पो ठिक छ त हो त्यहाँ माथि ठेकदारको बहिनी रहेछ पार्टी चेन्ज गरिदिउँ कि क्या अब नेताहरूले आफ्नो सिद्धान्त विचार परिवर्तन गरेर अर्को पार्टीमा लाग्छन् मैले गर्लफ्रेन्ड चेन्ज गर्नलाई के फरक पर्छ र सोच लाइलोटे सोच के सोध्न लाग्यो ठुलै कुरा सोध्न लाग्यो क्या लाइलोटे कुरा त जसले नि सोध्छ नि कोदा झोल मैले त जिन्दगी सोध्दैछु जिन्दगी लाइलोट पारामा जिन्दगी सोचेर चल्दैन केटा जिन्दगी बनाउनु पर्छ त्यसैले जिन्दगी बनाउनुतिर लाग तैँले सिकाउनै पर्दैन नि जिन्दगी कसरी बनाउनु पर्छ भनेर कोदा झोल नेपालको एयरपोर्टमा गएर हेर्न जिन्दगी कसरी बनाउनु पर्छ भनेर दिनका दिन युवाहरू बितिसकेका छन् भनेपछि लाइलोटे तँ पनि विदेश किन लाइस् यसरी युवाहरू दिनका दिन विदेश लायो भने हाम्रो यो देशमा एक दिन नेता कार्यकर्ता र बुढापाका मात्र रहनेछन् त्यस्तो काम गरेर विदेश जाने भने होइन क्या माया प्रीति गाँसेर जिन्दगी कसरी बिताउने भन्ने सोचमा छु मेरो त अहिले ठाउँका ठाउँ सेकेन्ड पनि लाएन नि ल पर्यो नि त्यो पनि हाम्रो त ठेकदार दिपकै छैन त्यसको बहिनी जेलीसँग हेर त जेलीको प्यारमा यो लाइलोटे पर्यो जेलीको प्यारमा लाएर कस्तो हँसाएको अनि के भएको अहिले त जमानै अचम्मको आइसक्यो हेर्नुहोस् छिनमै लप परेछ छिनमै टुटेछ एक घन्टा लप परेछ घन्टे लप बनेको छ अचम्म छैन त
त्यहाँ माथि डिभोर्स भनेर त हेर्नु न डिभोर्स मजाले बिहे गर्यो अनि 2-4 वर्षसम्म आनन्दले रमा अनि डिभोर्स डिभोर्स यो त सारातिर चौतर्फी भइरहेछ कलियुग भन्थे हो रहेछ कलियुग घोर कलियुग अनि के छ नानी खबर इट्स अल फाइन दादा अनि भाउजू हजुरको के छ नि खबर के हुनु नानी मेरो त उकालो ओह्रालो घाँस दाउरा वस्तु भाउ मेला पात यसै गरेर जिन्दगी घिसार्दैछु नानी अनि नानी हजुरको बसाइ चाहिँ कतिसम्म हो त गाउँमा आई थिंक आई विल स्टे 1 month ए हे भगवान खुबै 1 month भन्नुपर्ने त्यो पनि अङ्ग्रेजीमा आजकलको टिनेजरको बच्चाहरूको पारै बेग्लै आखिर खाने त सबैले भातै हो नि अब टिनेजरले चाहिँ भात नभनेर राइस भन्ने होला अचम्म ओए बुढी किन टोला कि बहिनी भकाउँदै आकी छे यसो मकै भटास गुन्द्रुक साँधेर खान्दैन सरी दादा यो मकै भटमास गुन्द्रुक आई डोन्ट रियली लाइक इट बरु पपकर्न छैन मलाई मन पर्छ पपकर्न हाम्री नानी पनि अचम्मको कुरा गर्नुहुन्छ भने होइन त्यो मकै र पपकर्न एउटै होइन अब हजुरको दाइ र म अस्ति फिल्म हेर्न गएको बेला हलमा खुवाएका थिए क्या पपकर्न भन्दै यसो हेरेको भुटेको मकै रहेछ ओ माय गॉड त्यो एउटै हो त्यसो भने अलि थोरै बनाउनु न ल अनि बहिनी बेलुका के खान्छस् त नो 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 थ्याङ्क्स म चाहिँ एकदमै भेजिटेरियन भइसकेँ नि आजकल लाइक फ्रुट्स एप्पल ओरेन्जेस अनि लोकल केही छ भने मलाई त्यो दिनुहोस् एन्ड मिट मैले त छोडिसकेँ कम्प्लिटली आई थिङ्क आई सुडन्ट टेक इट यु नो सो म चाहिँ मासु खाँदिनँ हाम्रो बहिनीले त इङ्ग्लिस त खररै बोल्दिरहेछ हामी केही बुझ्दैनौँ नाटकै बढी स्याउ भन्न छोडेर एप्पल रे नेपाली पन भन्ने त अलिकति पनि छैन सरी भाउजू के भयो तपाईँलाई के होइन नानी के होइन अब हजुर भेज हुनुभएछ साँझ तरकारी पो के पकाउँ भनेर सोचिराखी त्यस्तो सोच्नै पर्दैन भाउजू त्यसो भए सेलरोटी पुरी तरकारी के खानुहुन्छ बनाऊ नो भाउजू त्यो एकदमै चिल्लो हुन्छ बरु मिल्छ भने पिज्जा खान्छु आई डोन्ट रियली लाइक त्यो सेलरोटी यता भेज मोमोहरू पाउँदैन पाउन त पाउँछ यो गर्मीमा अलि पेट गडबड गर्छ के बहिनी खुब मोमो अनि पिज्जा चाहिने सेलरोटी त चिल्लो हुन्छ रे कली लाग्यो भगवान कली लाग्यो एक्सक्युज मी भाउजू वाइफाईको पासपोर्ट छैन यहाँ के का पासपोर्ट हुनु नानी वाइफाई छैन अहिले अब तपाईँको दाइको चाला निको लागेन रातभरि कुनातिर फर्केर कोसँग बोल्ने के बोल्ने त्यही भएर मैले काट्दे ओ नो भाउजू म नेट बिना बस्नै सक्दिनँ बरु म बस्नु जेलसम्म भए पनि नेट जोडौँ न ल म त सिक भइसकेँ भाउजू बरु मलाई खाना चाहिन्न नेट त चाहियो नै चाहियो होइन ए ठेकदार बुढा अब बहिनी चाहिँलाई नेट चाहियो रे निन्द्रा लागेन रे भोक लागेन रे अब नेट जोडिदिने होला नि होइन खुरुक्क जानुस् होइन बरु मै जान्छु अस्ति नै जोडेको ठाउँमै होइन र हो त्यही पहिलाकै ठाउँमा हो त्यसो भने म गएर आउँछु ल होइन खाजा चाहिँ खाएर जाऊ न होइन नेट भएन भने मलाई खाजा पनि पस्दैन नेट भएन भने के गर्ने अहिले म त सक्दिनँ प्लिज दादा म गएँ होइन बुढा के हो तिम्रो बहिनीलाई त नेट बिना खाजा रुच्दैन रहेछ निन्द्रा लाग्दैन रहेछ होइन यो नेट बनाउने प्रविधि गर्ने मान्छेले पनि के बनाएको हो यस्तो कमसेकम मान्छेलाई मान्छे भएर बाँच्न सिकाउने गरी त बनाउनु पर्छ नि मान्छेहरू पुरै पागल भइसके मेन्टली जस्तो भइसके खाना रुच्दैन रे खोइ के गर्ने हो ल बाबु धेरै फतर नगर दुनियाँले चलाइरहेका छन् आफू चलाउनु जान्दिन अनि भन्छे आजबाट भने मलाई बल्ल आनन्द हुने भयो बुझिस् बुढी होइन फेरि तिमीलाई चाहिँ के को आनन्द नि अब बहिनीले नेट जोडेपछि फेसबुक भरि आङ्नै सिरिङ्ग हुने गरी कस्तो राम्रो भिडियोहरू आउँछ त्यसपछि आनन्दले हेरेर बसिन्छ भनेपछि अब तिम्रो र मेरो पनि यही नेटको कारणले सम्बन्ध विच्छेद हुने निश्चित भयो होइन त कसरी नि बुढी मोबाइलले गर्दा मोबाइलमा राम्री केटीहरूको भिडियो आउँछ घरकी बुढी नराम्री देख्छौ अनि मलाई रिस उठ्छ अनि तिमीलाई पनि रिस उठ्छ अनि घर झगडा हुन्छ
अनि त्यही झगडाको बिउ बोकेर अदालतसम्म जाने त होला नि सम्बन्ध विच्छेद गर्न होइन त। तैँले त्यस्तो सोचिदिरहेछ शेरबुढी। मोबाइलले गर्दाखेरि राम्री राम्री केटीहरू देखेपछि मैले पनि तँलाई राम्री देख्छु के, अनि हाम्रो सम्बन्ध विच्छेद हुँदैन, मायाको प्रगाढ बस्दै जान्छ। थाहा छ मलाई, थाहा छ कति प्रगाढ भएको थियो भन्ने कुरा। पहिले नेट हुँदा पनि मोबाइलको भित्तापट्टि फर्केर के हेर्थ्यौ कुन्नी मलाई वास्तै गरिदिन्थ्यौ। त्यही रिसाले मैले नेट काटिदिएको थिएँ। अब फेरि यो बहिनी भनाउँदै आएर नेट जोड्ने रे। दाइको त घरै बिगार्ने भयो नि। दाइ त्यस्तै कति न के गर्ने हो नि दाजु बहिनीले। ओहो, यो गाउँमा नयाँ मान्छे देखियो त के हो? मैले पनि यो गाउँमा नयाँ अनुहार देखेँ। मान्छे हो कि पशु हो? पशु होइन, यति राम्रो केटीले भन्न खोजेको के हो? मैले कुरो बुझिनँ नि। केटी मान्छे देख्न नहुने मान्छे रूपी पशुलाई भन्ने त त्यही हो नि, बुझ्यो? राम्री छु भन्दैमा यस्तो घमण्ड नगरेकै राम्रो। घमण्ड ममा होइन तमा होला। तेरो बहिनीलाई यदि यसरी कसरी जिस्काएको भए त के गर्थिस्? ए, मेरो बहिनीलाई यसरी कसैले जिस्काएको भए त भित्तामा लट टाँसिदिन्थे। त्यसो भए मेरो ब्रदर मेरो दाइलाई बोलाउनु पर्ने भयो होइन त? किन बोलाउने नि तिम्रो दाइलाई? तैँले मलाई फ्रड गर्न थालिस् नि त। सुड आई टक टु माई ब्रदर अर व्हाट? लिभ माई वे। लिसन, मेरो बाटो छोड। नै नै, हजुर सवारी होस्। खतरा रहेछ केटी, खतरा माने डेन्जर भने त यो पो रहेछ। गाउँकै नमुना लाउरे छोरो भनेर लसेर कता त मेरो साहित्य बिगारिदियो नि। कहाँबाट भेट भयो यो ढाडे बिरालोलाई? ओइ, आफू जस्तो छस् अरे त्यस्तै सोध्छस्? बरु कता जान्ला भन्न। म घाटमा जान लगाएको तेरो मलामी भनौँ भने तँ यहाँ जिउँदै बोल्दैछस्। अब मान्छेको हुन्छ नि काम। म तान्छुन मान्छे हो, त्यहाँ माथि लाउरेको छोरो अस्ति भर्खर युके घुमेर। लु भयो, लाउरेको छोरो भनेर कुर्नु बेकार छ। मलाई थाहा भइसक्यो, त्यही दिपकको घरतिर मुन्टिल्ला होला होइन? आमा, ज्योतिष शास्त्रमा पिएचडी नि गरेको छस् कि क्या लाइलट पारामा? ठ्याक्कै भनिस् त। कुरो मिल्यो भने इनाम पाउँछस्, कुरो बिग्रियो भने फेरि गोदाई पाउँछस् नि। कुरो बुझ्यो लाइलट पारामा? गोदाई मैले त होइन बाबु, तैँले भेट्छस्। त्यो ठेदारको हातबाट कि त्यसको स्वानीको हातबाट मलाई थाहा छैन र भने। के थाहा पाउनु भयो हजुर? ए, के थाहा पाउनु भयो? यसरी त्यो लाइलोटेले कुरा बिगाऱ्यो भने गोदाई भेट्छ भन्नु खोज्यो, बुझिस्? बुझेँ। ल बुझ्यो भने जा। छैन नि साइला हाम्रा नि कामको घुमाउरा जुङ्गा मेरा प्रियतमको। ओए हाय मेरी बस्सा अरे नि काँडैले मलाई चस्सा है चस्सा। अरे नि काँडैले मलाई चस्सा है चस्सा। अरे नि काँडैले मलाई चस्सा है चस्सा। साह्रै मिठो स्वर, नाच पनि त्यतिकै राम्रो। ल नेपाल आइडलमा जानु भयो भने तिनटै जस्ट कप। होइन के को यता उता नि चोरले जस्तो अर्का घरमा आएर यता उता। हजुरको घरमा एकजना नयाँ मान्छे आउनु भएको थियो नि, पुरा बुझ्यो न भाउजू? ए बुझे राम्रोसँग बुझे। तिनी मेरी नन्द हुन्, जेली होइन? जेली तिम्रो आफन्त हो? त्यो त होइन भाउजू। अनि तिम्रो घरमा आएको पाहुना हो? त्यो पनि होइन। अनि तिम्रो आमापट्टिको मामापट्टिको केपट्टिको हो त? केपट्टिको होइन क्या भाउजू, मेरो यो देब्रे मुटुपट्टिको। नरिसाइकन भन्छौ त ती जेली कता छिन्? यहाँ मेरो पोल्टोमा छिन् भनेर भन्न हुन्थ्यो तर छैनन् होइन। तिमी मेरो घरबाट खुरुक्क जान्छौ कि यो मेरो शरीरको सब लुगा फालेर तिमीले मलाई जबरजस्ती गर्न आयौ भनेर गाउँभरि भन्दियौ। हेर अहिले त हामी महिलाहरूले जे बोलो त्यही हुन्छ। तिम्रो त्यो युकेमा गएर ल्याएको पैसाले पुग्दैन भाइ, विचार गर। ल भयो
धेरै भाषण छोड्न पर्दैन। यति जग्गा कुरो गर्नलाई पनि निकै ठुलै भाषा नै छोड्नु हो क्या तपाईँले। ल हेर अब यो जेली नानी आएकै दिनबाट यसरी स्यालहरू र्याल काडी काडी घरमा आउन थालिसके। अझ यी नानी 2-4 दिन बस्ने हो भने त कति स्याल यसरी आउलन लाभलस्कर लागेर। हरे शिव, अब कुखुरीले स्यालको जिम्मा लगाइहाल्नु पर्छ क्या भाउजू, नत्र त अरू स्यालहरू पछि लगाइहाल्छन् नि फेरि। त्यसपछि एउटै स्यालले काम पुगेन। अनि जेली कहाँ छिन् त भाउजू? उहाँ नेट चलाउनु पर्यो रे, वाइफाईमा पैसा सकिएको भएर पैसा हाल्न गएकी छिन्। ल फ्याट्टै यो कुरो भन्दै आयो, यसरी दोहोऱ्याइ आउनुपर्छ लाइलेट पारामा। ल म लाएँ त्यतै। ला अब फ्याट्ट यो थुतुनबाट खुस्काइहाले कुरो। अब बाटोमा केही त गर्ने होइन नि, जेसुकै गरोस्। आफ्नो माइतकी बहिनी भएको भए पो केही होला कि बाबामालाई पिर होला कि भन्नु। जा अब पोइकी बहिनी त हुन् नि, मलाई के को टनक टनक बित्थामा। जेली तिमी किन हुन्छौ क्या झेल्ली? जा अब नेटको पैसा तिर्न तिमी जाने हो? होइन, मेरो घरको नेटको पैसा म तिर्न नगएर को जान्छ त? म जान्छु क्या म। यति राम्री केटी अफिस धाउँदाखेरि अफिसका कर्मचारीहरू बेहोस हुँदैन? यहाँ कोही बौलाइसके। हेलो मिस्टर, को बौलायो? तिम्रो अगाडि बोलिरहेको मान्छे किन यति राम्री भयो कि? हेर, यदि तिमीले मलाई माया गरिनौ भने म तिम्रै अगाडि सुसाइड गरेर मर्दिन्छु। हेलो मिस्टर, त्यसो नभन। मेरो कारणले कसै मान्छेलाई म बौलाउन र मर्न दिन्न। ए, तिमी साँच्चै मलाई माया गर्छौ? भन त। साँच्चै रे, तिमीलाई जति माया त म आफूले आफैलाई त गर्दिनँ, त्यति धेरै माया गर्छु क्या म तिमीलाई। कुरा बुझन लाइलोट पारामा। बुझ्न त बुझेँ, तर बिहेपछि मैले जे भन्यो त्यो मान्न सक्छौ? भइहाल्छ नि, मानिहाल्छु नि। बिहेपछि त म त मोबाइलमा मात्रै झुन्डेर बस्छु, सबै काम तिमीले गर्नुपर्छ। ओके ओके। अनि मलाई खाना पकाउन, भाडा माझ्न के पनि आउँदैन, त्यो पनि तिमीले नै गर्नुपर्छ। ओके ओके बाबा, ओके। अनि यु नो व्हाट, मलाई बच्चा पाउन नि झ्याउ लाग्छ, त्यो पनि तिमीले नै पाउनुपर्छ। ओके ओके। यो कुरामा चाहिँ अलि सम्भव नहुन सक्छ, तर तिमीले भन्छौ भने थाइल्यान्डमा गएर लिङ्ग परिवर्तन गरेर भए पनि म तिम्रो लागि बच्चा पाइदिन्छु। तिम्रो प्यारमा म एकदमै पागल छु क्या मेरो जेली। ओ माय गॉड, यति धेरै माया गर्छु मलाई। अनि आई लभ यु लालु। आई लभ यु जेली। थ्याङ्क यू माई हार्ट। मलाई थाहा थियो क्या तिमीले मेरो मायालाई नकार्दैनौ भनेर। आई लभ यु जेली। मान्छे हिँडिरहेको मान्छेलाई च्याप्प अठाएर आई लभ यु माई हार्ट जेली। तेरो टाउको यो हो तल लाउरेको बच्चा, तेरो यो दिमाग छ नि, दिमाग सब गइसकेछ, मथिङ्गल बिग्रिसकेछ। अब सिधै हाम्रो पारी गाउँको चाहिँ नि त्यो मानसिक अवस्था गएर मजाले उपचार गर, नभए बौलाएर गाउँ घार्दै हिँड्ला। जेली, म तिम्रो प्यारमा बौलाइसकि जेली। कहाँ छौ तिमी? जेली आउ न, कम अन जेली, कम अन जेली। हेलो, होइन के बोकेर हिँड्यो? आँखा देखेन चोरा खन्ती। हेर 5 लाख बोकेर हिँडेको। 5 लाख ढलेको। अनि लाख रुपियाँ त मान्छेले कि खल्तीमा कि झोला भिरेर पो हिँड्छन् त, यसरी बोकेर हिँड्छन्। मान्छेले मूर्ख बनाउने तरिका एउटा हुन्छ नि, त्यहाँमाथि गाउँकै सम्मानित व्यक्तित्व अष्टम पास त्यत्रो अध्ययन गरेको यो घर ज्वाइँलाई जेठाबाई भन्ने के हो पारा? यस्तो कुरा गर्दै गयो र यो लिएर हिँड्यो भने तिमी नराम्रोसँग फस्लौ। मैले भनिदिएको छु है, आफूले पाएको पैसा बोकेर हिँडिरहेको छु, किन फस्नु? बिहान मुर्छा पारेर हँसाउने काम नगर त। यसरी तैँले चाहिँ 5 लाख बोकेर हिँड्या भनेर सबलाई भन्दै हिँड्यो भने मान्छे मुर्छा मात्र पर्ने होइन, उस्तै परे मान्छे देखेर ढलेर मर्ला भन्ने डर छैन। मैले भनिदिएको छु नि, 5 लाख बोकेर हिँड्या चाहिँ नभन,
तेरी चोरा खल्ती यो 5 लाखको चेक हो के 5 लाखको ए अनि यति ठुलो चेक बोकेर चाहिँ कहाँ जाला पैसा राख्ने सोकेसमा भन्न मिलेन बैंकमा जान लाग्यो नि चेक साट्नलाई राम 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 फिक तेरा बुद्धि यति ठुलो चेक लिएर बैंकमा पैसा साट्न गइस् भने त तँलाई मजाले 5 लाख रुपियाँ दिने होइन त्यहाँका कर्मचारीहरूले उल्टो सबै मिलेर एक भएर 5 लाख हानेर पठाउँछन् कुरा बुझ्स मलाई 5 लाखको ठाउँमा 5 लाख चाहिँ किन हान्छन् तिनीहरूले हत्तेरी यस्तो ठुलोलाई चेक भनिँदैन यो त नमुना चेक मात्र हो वास्तवमा पैसा साट्न जानी चेक चाहिँ कस्तो हुन्छ थाहा छ यहाँ पखाइ यसलाई भनिन्छ पैसा साट्न जानी चेक साँच्ची तैँले यति ठुलो चेक चाहिँ के को उपलक्ष्यमा पाएको नि उता पारी गाउँमा मूर्ख सम्मेलन भएको थियो हो त्यसमा म प्रथम भएँ त्यसैले उनीहरूले मलाई उपहार स्वरूप यो चेक दिएका हुन् ए पारी गाउँको मूर्ख सम्मेलनमा त प्रथम भएको हो त प्रथम भयो नि मूर्ख मात्र होइन केटा मूर्खै बनाएछन् एक त यस्तो ठुलो चेक लिएर बैंकमा पैसा लिन जा भन्ने बित्तिकै त मूर्ख भइसकिस् अर्को कुरो लास्टमा त्यही भन्ने बैंक लिमिटेड कहीँ पनि छैन अर्को मूर्ख अनि भएन त महामूर्ख हो त साँच्ची लास्टमा त्यही बैंक लिमिटेड भन्ने त मैले सुनेकै छैन ठेगाना पनि राम्रोसँग लेखाएर हिँड्छ काठमाडौँ भनेछ के हो साँच्ची हो क्या हो कि क्या होइन हो साँच्चै हो तँलाई महामूर्खै बनाइसके विचार गर बनाएछन् मलाई त लास्टै मूर्ख बनाएछन् त तिनीहरूलाई मैले अब जानेछु ओ ठिक पारिहाल्ने गर हो यो बोकेर 5 लाख यत्रो ठुलो चेकमा 5 लाख दिन्छ लाटा त्यही बैंक कहाँ हुनु लाटा त्यही बैंक बरु लाटा त्यही घरमै दिन्छ ए लाइलेटे ओए हात निकाल भने युके घुमेर आएको छ त्यहाँ माथि लाउरेको छोरो कहाँ त हात राखेर कुरोहरू खोज्ने पुरै गाउँभरि युके घुमेछु भनेर गफ दिँदो रहेछस् अनि युके को फुल फर्म थाहा छ तँलाई थाहा छ तँलाई किन भन्नु पर्यो भन्ने ठाउँमा भनेको नि मैले थाहा नभएको त्यसै युके घुम्न जान्छ ए रे यार कोइले कहाँको युके गाउँ मान्छेले घाँस खान्छ हात हटायो घाँस खान्छ घाँस खाए नि जे खाए नि म आफैले खाने त हो नि बढी जान्ने हुने होइन कहिले यताबाट हानेछ कहिले उताबाट हानेछ म मादल हो दुईतिरबाट हानेर बजाउनलाई मादलले सम्झ्यो नि त अहिले के फरक पर्छ त मादलले होस् ल बढी जान्ने हुने तिमीहरू बढी जान्ने हुने तिमीहरू एकदम बढी भइरहेछ गाउँमा कुन दिन मेरो भेट्छ नि फेरि सुन न तेरो गाउँमा दरो लप परेछ अरे त अब लप पर्ने नि मेरो त हो नि तिमीहरूको पर्छ मैले नि सुने ल परेकै हो साँच्चीकै हो परे त हो नि संसारले थाहा पाछ यार मेरै पर्ने हो लप भने तिमीहरूको पर्दैन अब अहिलेको जल्दो बल्दो युवा भनेको म यो तिमीहरू जस्तो त्यो मन्दिर छोडे गराउने बोको हो र लप नपर्नलाई जहाँ एउटा दारी काट्न सके छैन आफू खुब तन्नेरी छस् भन् ठाने हस् तन्नेरी त आएर यस्तो भइसक्यो कालो र कालो अब सेतो हुन लागिसक्यो फुर्ती जान्छ दारी भने बौलासँग के कुरा हेर्न धेरै गफर मिल्दैन हो जाउँ ल त बसिराख आफै प्यारमा डुबिराख बहुला रे पागल प्रेमी हो म पागल प्रेमी एकछिन भेट्या भए पागल प्रेमीको भेट्थ्यो यिनीहरूले गएर बचे केटाहरू हेलो जेली ठीक छ नि I'm not okay. What you would like to do for me, huh? ए तेरिका युके को इंग्लिश बोला न युके को म त युके घुमेर आए नि त यो अरु देशको इंग्लिश नबोला त I know your qualification, okay? ओके ठीक छ नि ठीक छैन अब के गर्छौ ए तेरिका यसरी ठाडो साथले ठीक छैन नभन न ठाडै हुन्छ के अलि मिठो शब्दले ठीक छैन भन न मलाई ठीक छैन के गर्छौ त्यसो हो भने स्वास्थ्य चौकी गइहालौँ त स्वास्थ्य चौकी गएर डाक्टरलाई जचाइ हाल्नु पर्यो अनि औषधि दिएपछि त्यो तिमीले खान पर्यो त्यो खाएपछि तिमी पनि ठीक म पनि ठीक लाइलोट पारामा चुप लाग वाइयात इडियट बाटोमा भेटे बाटोमै पर्पस गर्छ पसलमा भेटे पसलमै पर्पस गर्छ हैन के हो पारा यस्तो ह खै के हो मलाई नि थाहा छैन भने जुन दिन तिमीलाई बाटोमा देही त्यो दिनदेखिबाट न भोक छ न सुर्ता छ न हाँस्न मन लाग्छ न रुन मन लाग्छ न सुत्न मन लाग्छ न उठ्न मन लाग्छ खै के भएको भने साँच्ची मलाई के भएको बहुला कुकुरले टोकेको हुनुपर्छ स्वास्थ्य चौकीमा गएर यो बुढीमा सुई हान स्टुपिड फेलो
युकेको अङ्ग्रेजी बोल भन्छु खालि अरू देशको अङ्ग्रेजी बोल्छ अरू देशको अङ्ग्रेजी बोल्छ तर यसलाई आफ्नो बनाउने कसरी के गर्ने होला त ओए चोरा खन्ती ए सरी ए चोरा खन्ती सर एकचोटि यता पाली बक्सियोस् न है लाइलटी के भयो फेरि मलाई त्यो पछाडिबाट झ्याप्प अँगाल हालेर गालामा किस खानु पर्यो क्या तैँले मलाई हँ यस्तो होइन क्या चोरा खन्ती सर के हजुर त दुई दुईवटा श्रीमती ल्याउनु भएको मान्छे सक्नेले ल्याउँछ दुई दुईवटा श्रीमती कसरी मिलाएर राख्नुपर्छ भन्ने कुरो ज्ञान भएको मान्छे सक्नेले मिलाएर राख्छ गर्लफ्रेन्ड त कति पट्याउनु भयो सक्नेले पट्याउँछ त्यसमा त तपाईँ पिएचडी होल्डरै हो नि अनि हजुरले मलाई एउटा सहयोग गर्नु पर्यो होइन भने त म यहीँ सेटेर मरिदिन्छु लाइलट पारामा मुद्दामा आइज मुद्दा के हो यत्रो गाउँकै प्रतिष्ठित 8ौं कक्षा पास गरेको अध्ययनशील मान्छे एजुकेटेड मान्छे म त्यहाँ के राथी थाहा छ तँलाई ब्याम्बोको पात कसरी चिर्ने कसरी टुक्रा पारेर कसरी गाईबस्तुले खुवाउने भन्ने कुरामा अनुसन्धान गरिरहेको थिएँ यत्रो प्रतिष्ठित मान्छेको समय नष्ट गर्दैछस् मुद्दा के हो त्यही दिपका बहिनी ए भनेपछि तँलाई पनि वैशाली कुतकुतिहाल्छ होइन त ल ठिक छ लाइलटे भन मलाई कति आउँछ त कति हे तेरिका कुरै नबुझिकन अब यति आउँछु भनेर कसरी भन्नु त्यहाँ माथि गर्लफ्रेन्ड बनाउने कुरामा पनि यसरी बार्गेनिङ गरेर हुन्छ लाइलट पारामा अब मेरो ग्रान्ड डिजाइनमा लागेर चाहिँ नि तैँले जेली पाउने हो भने भन के अरे यति दिन्छु भनेर होइन भनेदेखि यो प्रतिष्ठित गाउँकै प्रतिष्ठित मान्छेलाई 8ौं कक्षा पास गरेको मान्छेको समय बर्बाद गर्ने काम चाहिँ नगर कुरो बुझिस् नि ल भयो नि त चोरा खन्ती हजुर माफ पाऊँ पहिला हजुरको ग्रान्ड डिजाइन सुनाऊ अनि त्यसपछि कति दिनु पर्छ भन्ने कुरो अनि म बनाउँला ल ठिक छ त्यसो भए ध्यान दिएर मैले भनेको कुरो सुन ल कुरो बुझिस् कस्तो लाग्यो त आइडिया मेरो एकदम कायदाको छ नि तर केही त हुँदैन नि लभ गर्ने मान्छे डराएर हुन्छ एउटा उनी छ नि भन्ने तरिका प्यार किया त डरना क्या त्यही त कुरो बुझिस् बुझी यसो गर अब एकछिनपछि त्यो कोदा झोल्ला लिएर त्यो अहिले मैले भनेको थिएँ हो त्यहाँ ट्याक्क लाएर ल है ओके छ त है त ल मलाई ल भन लास्टमा त्यही केही हुँदैन कि ल भने ल ठिक छ अब के गर्नु केही न केही त आइडिया लाउनै पर्यो नि अब दिमागभरि त्यही जेरी मोली छे अब भात खान ला टुटुक्क आइपुग्छ तैँले जाउँ ढोका बसिरहेको हुन्छ यसो सुत्न खोज्यो बाई बाई गुड नाइट भन्छ अनि केही न केही ट्रिक लाउनु परेन यो चोरा खन्तीले चाहिँ केही न केही गर्छ जस्तो छ ठिक छ यसकै आइडियामा चल्नु पर्यो बुढा ए बुढा बुढा ओए ठेका मन कहाँ चाहिँ मुन्टे छ न बिहान बिहानै यहाँ चिया पाकेर सेलाउन लागिसक्यो होइन किन काना जाली फुट्ने गरी कराउनु पर्छ बिस्तारै बोलाए हुँदैन ए अब त मैले बोल्दा पनि कानको जाली फुट्ने भयो होइन पहिली त मलाई फगाउने बेलामा कान्लातिर कतातिर आएर मलाई खुब काउकुती लाउँथ्यो मैले जे बोले पनि राम्रै मान्थ्यो अहिले त यसो बोल्यो कि पोलिहाल्यो होइन त्यो गिराजीको यहाँ चिया खाउँ अनि हजुरकी प्यारी बहिनी चाहिँ कहाँ गयो नि त खै बिहान उठेर यसो डुलेर आउँछु दादा भनेर भनेको थिएँ कता गई आउली नि गुड मर्निङ दा गुड मर्निङ भाउजू आइ एम सो टायर्ड के हरियाली हेर्छु भनेर गएको कस्तो भोक लाग्यो के ब्रेकफास्ट बनेको छैन नानी पनि अब कताको ब्रेक अनि कताको फास्ट खोजिराख्नु गाउँमा बस्ने मान्छे अब हामी त बिहान जुरुक्क उठो यसो टाइम भयो भने तातो पानी ततायो खायो नत्र भए एकैचोटि दिउँसो खाना खाने टाइममा ढिँडो गुन्द्रुक हुन्छ कि भात हुन्छ टिपे फेरि काममा हिँडिहाल्यो कताको ब्रेक खोज्नु कताको फास्ट खोज्नु चिया खाने हो त सरी भाउजू आई डोन्ट लाइक टी अरू केही अन्डाहरू छैन कहाँ पार हुनु नानी अन्डा घरमा भएको कुखुराले अन्डा पार्ने बेला भए होइन तपाईँको दाइले अन्डा किनेर कहिले ल्याउने होइन कहाँबाट ल्याउनु अन्डा अब त्यसमा पनि नानी त शाकाहारी भन्नुभएको होइन र हुन त हो म शाकाहारी नै हो तर डाक्टरले अन्डालाई पनि भेजिटेरियन नै भनेको छ कली लाग्यो कुन दिन डाक्टरले खसी बाख्रा पनि शाकाहारीमा पर्छ घाँसै त खाने हो नि भन्देला अनि भाउजू यसो 2 पिस लोकलको मासु छैन भनेर आउने होला है भाषण होइन मिलाएर बनाइदिएन बहिनीले ब्रेकफास्ट
ल म चाहिँ नि चिया खाँदिनँ। हे भगवान, होइन आजकल त मैले केही बोल्नै हुन्न, त्यत्तिकै सलक हुन्छन्। दोसा लागेको छ है क्या हो यिनलाई? अन्ना नि चिया दिउँ त? नो थ्याङ्क्स। खुबै नौटङ्कीका सन्तानहरू नखाए मलाई पनि के को तातो नछाडो। गएमा दाउरा खोज्न कामसा गर्ने कोही होइन, खाना मिठो मिठो। ल यति गरेपछि यो केटाको लभ पर्छ। के छ त विचार खोदे? अब विचार सिचार भने त्यस्तै हो। अब बिना पैसा त्यो झेली हो कि झेलीलाई उठाउन म सक्दिनँ। ए तेरिका यो खाना कालको कुरो सुन्यो कि दिनु त दे। आउँछ भने त्यो सबै व्यवस्था मैले गरेँ छैन होला त। व्यवस्था गरेर हुन्छ दिनु त। मलाई लभ गर्नु छ होइन? बात ए ठिक छ ल काम बन ल जा। ल ओ भूमिका भाउजू, तपाईँ घरमा त अप्सरा आएकी रहेछ नि त, के हो? होइन, मेरो घरमा अप्सरा आए पनि विश्व सुन्दरी आए पनि तिमीहरूको घरमा आएर त केही खाइदिएको छैन होला नि? कि के बिगारेको दिन? के को खसखस हो तिमीहरूलाई? अचम्म छ। त्यस्तो केही त गरेकी छैनन् भाउजू, त्यही पनि खसखस त भयो नि। ए खसखस होइन, के को खसखस हो? अचम्म। तरुनी रहेछ, एक्लै दुक्लै भेट्दाखेरि मन थाम्नै गाह्रो भयो, त्यही भएर। ए मेरो पोइको बहिनी अनि मेरो नन्द आफ्नो घरमा आउँदा तिमीहरू जाब झारपातहरूलाई मन थाम्न गाह्रो हुने कहिले भन्न खोजेको के हो? ठाउँको ठाउँ भनिहाल त यहाँ। तरुनी केटीको के बिहे गरिदिनु पर्यो, नभए मान्छे बौलाउने गराउनु भएन क्या भाउजू। कोही केटा नै भेट्नु भएन भने म पनि लाइनमा छु क्या रे। ए के रे के भनिस्? अब चाहिँ त मोरिस। तैँले के भन्न खोजेको भन् त? गाउँघरको चेलीबेटी देख्न नहुने भाउजू के गरायो भने के बोल्नै नहुने भने यति मार्छ के हो? त बुढो स्याल भागेर बचिस होइन? एउटा स्याल आउँछ घरैमा, कहाँ गइन् जेली भन्छ। अर्को यो बुढो स्याल पिण्ड खानाटेको बेला भएको मान्छे पनि भाउजू जेली तरुनी भइन्, हाम्रो मन कटक्क खायो, बिहे गरिदिनुहोस् भनेर मर्छ होइन। के गर्ने होला भगवान? यो नन्दको कारणले त यो गाउँमा भएको हाम्रो अलिअलि इज्जत पनि माटोमै मिल्ने भयो नि। यसको दाइलाई भनेर यसलाई तुरुन्त सर नलखेटी त कहाँ छोड्छु र म? यसलाई त ए बुढा, ए ठेकदार, कहाँ मरेछन्? कहाँ लगेको? ए बुढा, बुढा, कहाँ चाहिँ मरेछन् त यी ठेकदार? होइन यो खतौरी किन कराउँछ? के भयो? के हुनु नि बुढा? यहाँ सुन म भन्छु। कुरा बुझ्यौ नि? अब के गर्ने होला? फेरि यही बेला कसले फोन गरेर मरे? हेलो हेलो जुवा गोरु सबै तेरो खल्तीमा राख। सुन राम्रोसँग, यदि तेरो बहिनीको माया लाग्छ भने मैले भने अनुसार 2 लाख लिएर मैले भने ठाउँमा आइज, होइन भने सम्झी तेरो बहिनी मारी। ए तिमीहरू चाहिँ को हौ? कहाँ छौ भन त? है सुन, हामी को हौँ के हौँ त्यो सबै कुरो पछि थाहा पाउँछस्। खुरुक्क मैले भने अनुसार 2 लाख लिएर छिटो मैले भनेको ठाउँमा मन्टी नत्र। हस् हस् हस्। के भन्छ जेठान? पहिला हात मिला। अब लाइलोटे तेरो देब्रो मुटुमा जेली छिर्छे। आफ्नै स्वरमा आइज न। कुरो मिल्यो नि त? मिले ठिक छ ल। बुढी त्यो अपहरणकारीले 2 लाख नदिए बहिनीलाई मारिदिन्छु भनेर भन्छ। अब पुलिसलाई खबर गरौँ भने लफडा पर्ला, के गर्ने होला त? केही नगर्नु, चट्ट त हिरो जस्तो सिङ आउने
ट्याक्क कोदेलाई 2-3 चापु हानेर ट्याक्क जेलीलाई आफूतिर तान्ने र बचाउने। अब बचाउन त बचाउने बुढा, भन्ने बित्तिकै त्यत्रो 2-2 लाख कहाँबाट ल्याएर बचाउने? त्यसपछि तैँले बचाएको भनेर त्यो जेलीको मन पग्लिन्छ, ल पर्छ, ल परेपछि बे हुन्छ। अब योभन्दा अर्को उपाय पनि त छैन नि केटा। हो बुढी, अब त्यसै गरौँ, जाउँ छिटो। एकदम छिटो छिटो जाने, तर चनाको चाहिँ हुनुपर्छ। ए तलमाथि होला, तलमाथि हो भने त लास्टमा त्यही हुन्छ नि, कुरो बुझिस्? ल बुझी कुरो एकदम क्लियर छ नि त? सफा। ल ठिक छ, ल लागौँ त म। गइहाल्नु। अष्टम पास, धेरै पढेको छैन र अध्ययन पनि नभए होइन। बाँच्नको लागि अलि औँलो बङ्ग्याउनै पर्छ। सोझो औँलाले घिउ आउँदैन हजुर, त्यही भएर यसो गरेको। माफ पाउँ। हेर्न बुढी, त्यो अपहरणकारीले बहिनी छुटाउनलाई 2 लाख रुपियाँ मागेको छ। अब के गर्ने होला? अब के गर्नु त बुढा, बहिनी अपहरण पर्नु भनेको हामीलाई पनि त नराम्रो हो नि। बहिनी अपहरण परेदेखि म पनि कहाँ शान्तिसँग बस्न सकेको छु र। अब यसो गरौँ, हजुरले बिहेमा दिनुभएको यसो गरगना तिलरी के छ माथि कन्तुरमा म लिएर आउँछु। अनि त्यो लगेर त्यो अपहरणकारीलाई दिनुहोस्, अनि बहिनी फिर्ता लिएर आउनुहोस्। म लिएर आउँछु है, बस्दै गर्नुहोस्। ल त्यसै गर्नु पर्यो, उपाय पनि त अरू छैन नि। त्यसलाई भेटाउनु मात्रै मैले जाने छ। केही चाहन्न म। यसरी अल अफ सडन किडन्याप गर्नको नतिजा के हुन्छ थाहा छ तँलाई? ह? मलाई केही थाहा छैन, उहाँलाई थाहा छ। उहाँको तेरो बाउ? चुप राख केटी, साली व्रत कराउँदै छ। हेर केटी, म भनेको यो गाउँकै प्रतिष्ठित मान्छे अष्टम पास, जसले मसँग जोडी खेल्छ नि त्यसलाई गरिदिन्छु बाइपास। सुन केटी, यदि तँलाई बाँच्नु छ भनेदेखि म जे भन्छु नि त्यो मान्दै जा, होइन भनेदेखि नि सिधै त चिर निन्द्रामा जान्छस्, बुझिस्? चिर निन्द्रामा को जानुपर्छ त्यो पछिको कुरा हो। भन, के गर्नु पर्यो मैले? चुप, ध्यान दिएर मेरो कुरा सुन। तैँले छ नि कुरा बुझिस्? यति गरिस् भने त बचिस्, होइन भने चिर निन्द्रामा जान्छस्। हेर नाइके, यो कदापि हुँदैन। मनले खाएको मान्छेलाई मात्र मन पराइन्छ, मनले नखाएको मान्छेलाई मन पराइदैन, बुझिस्? ओइ चुप लाग, कता बोल्दै छ? ओइ कदाझोल, तेरी आमालाई तल राख, नत्र बुझिस् नि? साली किन राम्री बाकी? छोड्दे मलाई। छोड छोड भनेको। मेरी प्यारी,
उसलाई केही त भएन नि को प्यारी कहाँ कि प्यारी यसरी जबरजस्ती पनि हुन्छ यस्तो जबरजस्ती गर्नेलाई त पुलिस थानामा लगेर जाग्नु पर्छ साला घर चाहिँ सब तेरो प्लान रहेछ मलाई केटाले भनेको ए केटा भन्दै त भन्नुभन्दा राम्रो त्यो मोबाइलमा भिडियो हेरेर पुरै कुरा छर्लङ्ग गर्नु तेरो टाउको देखा नि त मोबाइलमा भिडियो पक्नु पक्नु यी हेर्नु मैले लुकेर खिचेको भिडियो देखि छैन तेरो कर्तुत जा विप चौकीमा आइज ठिक्क साले अनि त माया गर्नको लागि पहिला मन जित्नु पर्छ यसरी जबरजस्ती माया हुन्छ ह हजुर भूमिका बहिनीलाई लिएर घर जा यिनीहरूको उपचार म चौकीमा लगेर गराउँछु ल